नमस्ते हजुर। आज सबै अब यो नयाँ साल 2083 को पावन अवसरमा मेरो प्रिय तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी आमा बुवा इष्टमित्रहरूमा सर्वप्रथम त शुभकामना व्यक्त गर्न चाहन्छु। यो खासमा आजको मेन विशेष भनेको चाहिँ हाम्रो एउटा भ्लगको प्रिपरेसन थियो, मिनी भ्लग। हामी चाहिँ आज यो दाङ जिल्लाको घोराई भन्ने सदरमुकाममा हाम्रो बसाइ थियो र त्यहाँबाट आजको हाम्रो मेन डेस्टिनेसन भनेको यता दाङ जिल्लाको घोराईको दक्षिण पूर्वी भागमा यो महाभारत श्रृङ्खलाको बिचमा घना जङ्गलमा अवस्थित प्रसिद्ध पाण्डेवेश्वर भन्ने एउटा पुरातात्विक र धार्मिक हाम्रो एउटा मन्दिर छ। त्यहाँ गइरहेका छौँ। हाम्रो जर्नी भनेको आज यो बिपी चोक, घोराईको बिपी चोकबाट दक्षिणतर्फ हुँदै हामी अहिले लागिरहेछौँ। अब हजुरलाई उता पुगेर त्यहाँको दृश्यहरू देखाउनेछौँ। हेरेर सहयोग साथ गरिदिनु होला, धन्यवाद। पाण्डेवेश्वर जानलाई चाहिँ खासमा यता बिपी चोकबाट सानो टुकटुकेहरू पाउँदो रहेछ। यता लोकल गाडीहरू चाहिँ विशेष कमै पाउँदो रहेछ, सायद नजाने नै होला होइन लोकलको लागि। त्यसको लागि विशेष भनेको यहाँ सानो टुकटुकेहरू लिनुपर्छ। त्यस्तो भाडा नि रिजनेबल नै रहेछ, 100-150 पर पर्सन लिने गर्नु हुँदो रहेछ। अहिले चाहिँ आजको लागि हाम्रोमा दाइ हुनुहुन्छ, हामीलाई अब सुकुशल पुऱ्याउने जिम्मा लिनुभएको छ र उहाँको टुकटुकेमा नि चढिदिनु होला होइन। त्यसको लागि उहाँलाई नि शुभकामना छ नयाँ सालको पनि। यहाँ नि सानोमा बस्दै हिँड्ने है सानोमा लिएर ल साथीहरू, हामी अब पाण्डेवेश्वर आइपुग्यौँ, नजिक आइपुगेछौँ। यताको सिनहरूलाई त एकदमै ग्रिनरी छ, पुरै जङ्गलको बिचमा रहेछ, मजाको छ। अब हेरौँ हजुरहरूलाई यता अगाडि गएर अझै के भन्छ एकदमै रोमान्टिक सिनहरू देखाउनेछौँ।